हेलो हेलो नमस्ते नमस्ते। हेर्नुहोस् है, आज हामी यहाँ लटरमेश्वरको चाहिँ यहाँ हेर्नुहोस् है, त्रिशुलमा पुरा त्रिशुल गाडेर आगो बालेको यहाँ चाहिँ लटरमेश्वरमा चाहिँ आज यस्तो देखियो है। यो नयाँ कुरा हो, हेर्नुहोस् है। चाहिँ भोलि हामीले आज लटरमेश्वरमा आएको छौँ। यहाँ त्रिशुल गाडेर चाहिँ आगो बाल्नु पर्ने रहेछ लटरमेश्वरमा चाहिँ है साथीहरू। हजुर हजुर अहिले पछि आउनुहोस्, हामी आउने बस चाहिँ यहाँ छ। सबैजना हाम्रो टिमहरू सबै यहाँ भेटघाट मन्दिरमा लटरमेश्वरको पुरानो मन्दिरमा चाहिँ यहाँ अहिले हामी छौँ। हेर्नुहोस् लटरमेश्वरबाट देखिने भ्युजहरू। यो पर देखिने चाहिँ हो साँगा भन्ज्याङ है साथीहरू, साँगा भन्ज्याङ यसो देखाएको छ नि, साँगा भन्ज्याङ है। आज हामी लटरमेश्वर महादेवकोमा आएका छौँ। यतापट्टि नि राम्रै भ्युज देखिन्छ है साथीहरू, हेर्नुहोस्। यो चाहिँ तपाईँको कुन एरिया पर्यो? सायद यो नगरकोटको साइडमा होला, नगरकोट जाने तल तल होला यो सायद, खरिपाटी माथिको नगरकोट होला साथीहरू है। नगरकोट है यो तल भक्तपुरको खरिपाटी एरियातिर होला। एकदम दामी छ है साथीहरू, दामी छ, दर्शन गर्न आउनुहोस् है। अहिले पछि आउँदा देख्न सक्नुहुन्छ हाम्रो लटरमेश्वरको मन्दिर। ढोक्नुहोस् 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 हो। हामी भर्याङ भर्याङ चढ्दैछौँ है, भर्याङ। जय शम्भु भोले लटरमेश्वर महादेव। दिदी फोटो खिच्दै हुनुहुन्छ? हजुर हजुर, बहिनी भन्नु, बहिनी बहिनी। यता सेल्फी टिमहरू एकदम हाम्रो टिम छ नि, सेल्फी टिमहरू एकदमै भइरहेछ पुरा। तपाईँ पनि बस्नु त्यहाँ। हामी मन्दिरतिर अगाडि बढेको छौँ सबैजना।
धुप बाहिर है नानीहरू त्यहाँनिर राखिदिनुहोस् यहाँ बाहिर राखिदिनु धुप धुप बाले त्यहाँ बालेर नबस्नु न त्यहाँ ऊ हुन्छ क्या त्यहाँ आगो कपडामा आगो लाग्छ क्या यहाँ बाहिर बालिदिनु उयो छ बाल्ने ठाउँ त्यहाँ नराखिदिनुहोस् क्या मान्छे कपडामा गर्नु मलाई टिका लगाइदिन्छु हो जय हुनुहोस् जय भोलेनाथ त्यहाँ बत्ती बालपट्टि त्यहाँ लेस हुन्छ क्या त्यहाँ जम्मै गर्नु त्यो हुन्छ अनि बाहिर बालिदिनु न बत्ती जय भोलेनाथ टिका त्रिशुलको हाम्रो बाबुलाई लगाइदिनुहोस् त अझै ओम नमः टिका लगायौँ एकैछिन है बुवा है आउँछ ल एकैछिन आउँछ ल भित्र गएर बत्ती चाहिँ भित्र नबालिन्छ त्यो बत्ती भित्र रमेश्वरी महादेव रमेश्वरी फर्मुला चान्सुन 10 रुपियाँ छ नि शम्भु भोलेनाथ भगवान चढाउनुहोस् रोकाइदिनुहोस् है दर्शन गरियो हामी बाहिर निक्लिँदैछौँ अब हाम्रो सरी है लर्ड रमेश्वरी महादेवको चाहिँ वरिपरि परिक्रमा गर्दैछु साथीहरू माथि मन्दिर छ यस्तो परिक्रमा गर्दैछु यो चाहिँ भक्तपुर र सिन्धुपाल्चोकको सिमानामा साँगा भन्ज्याङको माथि हाइटमा छ है साथीहरू हेर्नुहोस् त जय शम्भु भोलेनाथ मैले त्रिशुलको टिका लाजु चन्दनको माई बेबी सानो बाबु हेलो डम्बरू त्रिशुलमाथि चाहिँ यता साँढे छ भाइ साथी यहाँबाट भ्यू पनि हेर्नुहोस् है भ्यू पनि हेर्नुहोस् सबै हेर्नुहोस् है यहाँबाट राम्रो दृश्य देखिँदो रहेछ है तपाईँको भ्यू पनि राम्रै छ है साथीहरू हेर्नुहोस् वरिपरि म घुमेर देखाउँदैछु है साथीहरू मन्दिरको आसपास एकदम राम्रो दृश्य छ है साथीहरू